आदरणीय श्रोता तथा दर्शक महानुभावहरू नमस्कार। म सुजन ढकाल। आजदेखि म गजल प्रशिक्षण दिन गइरहेको छु। आफूले जानेका कुराहरू यहाँहरू समक्ष पनि सेयर गर्न गइरहेको छु। आजदेखि भाग 1 बाट यो श्रृङ्खला सुरु हुन्छ र यो चाहिँ 2-3 भागसम्म जान सक्छ। यसरी गजल सिक्न सजिलो त म भन्दिनँ, तर तपाईहरूले मेहनत गर्नुभयो भने, मैले भनेका कुराहरू नोट गर्नुभयो भने अथवा ब्याक गरेर सुन्नुभयो भने चाहिँ अवश्य पनि केही कुराहरू बुझ्नुहुन्छ जस्तो मलाई लाग्छ। आजको श्रृङ्खलामा म केही कुराहरू गजल सम्बन्धी बताउन गइरहेको छु। जस्तो कि पहिलो रहेको छ मतला। मतला भनेको के हो त अब बुझौँ। गजलको पहिलो शेर वा 2 हरफलाई मतला भनिन्छ। यो आफैमा पूर्ण हुन्छ भन्नाले गजलको पहिलो 2 लाइनलाई चाहिँ मतला भनिँदो रहेछ। त्यसै गरी मिसराय, गजलका हरेक 2 हरफलाई मिसराय भनिन्छ। गजलका प्रत्येक 2 लाइनहरू हुन्छन्, शेरहरू हुन्छन् भनौँ, त्यसलाई चाहिँ मिसराय भनिन्छ। 2टा हरफलाई चाहिँ एउटा मिसराय भनिन्छ। अब मिसरायलाई पनि 2 भागमा विभाजन गरिएको छ। मिसराय उल्ला र मिसराय सानी। हरेक शेरको पहिलो हरफलाई मिसराय उल्ला भनिन्छ, जसले चाहिँ सवाल उठाउँछ अथवा उत्सुकता जगाउँछ। त्यसै गरी मिसरायको अर्को प्रकार रहेको छ मिसराय सानी। हरेक शेरको दोस्रो हरफलाई मिसराय सानी भनिन्छ। हरेक गजलका चाहिँ 2वटा हरफहरू हुन्छन् गजलमा। एउटा हरफको दोस्रो शेरलाई चाहिँ मिसराय सानी भनिन्छ। अब रहेको छ शेर। शेर भनेको के हो त? 2 हरफका समान जोडीलाई शेर भनिन्छ। जस्तै गजलमा 2वटा हरफ हुन्छन्, लाइन हुन्छ 2-2वटा हैन, प्याराग्राफ छुट्टिएको हुन्छ, यसरी बुझ्नु होला। यसलाई चाहिँ शेर भनिन्छ। हरेक 2 लाइनलाई चाहिँ एउटा शेर भनिन्छ है। यसरी हजुरहरूले बुझ्नुभयो होला। आजको चाहिँ गजल प्रशिक्षणको पहिलो अङ्क यही समापन हुन्छ। अब दोस्रो अङ्कमा म काफिया लगायत विभिन्न कुराहरूको जानकारी दिनेछु। तबसम्मको लागि प्रतीक्षा गर्नुहोला। यो भिडियो कस्तो लाग्यो अवश्य पनि लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला। तपाईहरूले नबुझ्नु भएको कुराहरू कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, म बुझाउने प्रयत्न गर्नेछु। आजलाई यति नै। धन्यवाद। नमस्कार।